विक्रम खड्का त्यसलाई छाड्दिन्छन् भनेर मैले सोचेको पनि थिएन। सबैले थाहा पाइहाल्छन् जब त्यो बाटो र गल्लीहरूमा हिँड्छ र यो हाम्रो धन्दा पानीको लागि बिल्कुलै नराम्रो कुरा हो। त्यसलाई पुरानो साथी जस्तै कुरा गरौँ र त्यसलाई हामीले शहरभन्दा बाहिर राखौँ। हामीले हाम्रो व्यापार दक्षिणतिर बढाउनु छैन। भाइ सिटी अहिले 24 क्यारेट सुन जस्तो भएको छ। तराई पहाड हिमाल सबै नेपालका ग्याङ त्यहाँ आएका छन् र त्यहाँ आएर आफ्नो मजाले धन्दा पानी चलाइरहेका छन्। समय बजियो, अब हाम्रो खानदान पनि पछि हट्दैन र यही धन्दा चलाएर हाम्रो दुश्मनहरूले पनि पैसा कमाइरहेका छन्। त्यसैले हामीलाई त्यहाँ एउटा मान्छे चाहिएको छ जसले हाम्रो लागि यो अशुद्ध कामहरू गर्छ र हामी त शुद्ध संस्कारी त भइहाल्छौँ नि। र त्यहाँ को मान्छे छ? र हामीलाई धान्नु पनि छैन र त्यसलाई हामीले भाइसिटीमा खुल्ला छोडिदिने हो। हामीले त्यसलाई केही पैसाहरू दिन्छौँ र केही महिना समय कुर्छौँ र त्यसपछि हामी जान्छौँ र त्यसलाई हेर्नु पनि पर्छ र त्यसले कस्तो काम गर्छ हामीले पनि हेरौँ। गाइज म हो खेमेराई माझी। रमाइलो छ हैन साथीहो? र म तपाईहरुलाई एउटा ठाउँमा लैदिन्छु, बस्नु। म डिलरहरुसँग कुरा गरिसकेर तिनीहरुले हुन्छ भने अब तिनीहरुसँग धन्दा गर्नुपर्छ। अब हामीलाई मजा आउँछ। अब सुन, तिनीहरु दुईटा भाइ छन्। एउटाले धन्दा गर्छ भने अर्कोले हेलिकप्टर चलाउँछ। तिनीहरु हेलिकप्टरमा आए। अब हामीले कार्यक्रम सुरु गरौँ। तिनीहरुले अन द स्पट माल चेक गर्छन्। सबैले बुझ्यौ? अब त्यो ठाउँमा जाऊँ। जी छ केटाहरु 100% प्योर मुस्ताङको माल हो। केटाहरु अब मलाई ससेको गड्डीहरु देखाऊ। भर्खरै एटीएम देखि पैसा निकालेको हो। केटाहरु आज राम्रो व्यापार भयो। केटाहरु मजा आयो। बचाऊ गोली चलायो। बचाऊ भागो। अरे गाडी चलाऊ छिटो, बचाऊ। कुन खातेको बच्चा हो? म माथि हमला गर्दिने। धन्न बाँचे म। मेरो टाउको नजिकदेखि एउटा गोली गएको थियो। 1 मिस भएको भए मेरो गेम फिनिस हुन्थ्यो। जाऊ गएर सुत। तिमीले चाहिँ के गर्छौ? म भोलि तपाईको अफिसमा आउँछु र यो कसले गर्यो भनेर पत्ता लगाउने। आज म माथि हमला भयो र मलाई भोलि गएर पत्ता लगाउन छ। र आज म यो खेमेको गाडी लिएर म होटेलमा जान्छु। म जस्तो यति शुद्ध संस्कारी मान्छे माथि कसले हमला गरिदियो। जसले पनि म माथि यस्तो हमला गर्यो त्यसलाई उडी भुडीमा हान्छु। अब मलाई गएर होटेलमा बस्नु छ। अरे बापरे, यो त धल्यो। अब मलाई पुलिस मामले छोड्दैनन्। मैले त राम्रसी चलाइरहेको थिएँ। यो बीचमा पोल कसरी आयो? यो पक्कै पनि त्यो पोलको गल्ती हुनुपर्छ र हाम्रो होटेल पनि त्यो नजिकै आउन लागेछ। अब हामी गएर त्यहाँ सुत्नु पर्छ। मलाई धेरै निन्द्रा लाग्यो। हेरम, त्यो होटेल वालाले हामीसँग कति रुपियाँ लिन्छ, तर मसँग त 1 रुपियाँ पनि छैन। अब होटेल वालाले मलाई लात्ती हानेर बाहिर निकाल्छ होला। अब होटेल म्यानेजरसँग खुट्टा धोगेर भए पनि बस्नु पर्छ होला। यो ठाउँमा मैले क्याम सेभ गर्न सक्छु गरे। म यो पिङ्क कलर भएको ठाउँमा गए भने फ्रीमा बस्न पाउँछु गरे। अब कति पनि ढिलो नगरिकन पिङ्क भएको ठाउँमा जाम। हेलो सन्ताराम। विक्रम धेरै समय भइसक्यो। थाहा छ धेरै समयदेखि तिमी जेलमा छौ। 15 वर्ष भइसकेको रहेछ र मलाई केही दिन भएको जस्तो लाग्यो। तर यो त हेर्ने तरिका हो। यो कुरालाई छोड्दियो। अब हामीले धन्दा पानीको कुरा गरौँ। खानदानी व्यापार राम्रो चलिरहेको छ। अब तिम्रो सुनाऊ, मुस्ताङको माल पायौ? हेर सन्ताराम, त्यो माल त हामीले पाइसकेको थियौ, तर एउटा कुकुरको बच्चा आएर हामीलाई गोली हान्दियो। हामीसँग मजा गरेछौ होइन?
त्यो पैसा कता छ? र त्यो पैसा पनि त्यही छुट्यो। अब 1 रुपियाँ पनि छैन। त्यो मेरो पैसा हो विक्रम, त्यो मेरो पैसा हो। अब मलाई धेरै नरिसाऊ। मलाई रिसाउँदा भयो भने के हुन्छ थाहा छ? र मैले के गर्न सक्छु? चिन्ता नगर सुन्तराम, मैले त्यो पैसा जसरी भए पनि ल्याउँछु। त्यो माल पनि र त्यो कुकुरको बच्चालाई पनि छोड्दिन। र त्यो मलाई पनि थाहा छ। तिमी मूर्ख होइन, तर पनि तिमीलाई म भन्छु, तिम्रो साथी अरू कुनै भएको भए अहिलेसम्म त्यो मरिसक्थ्यो। र तिमी छौ, र तिमी भएको कारण म तिमीलाई छोडिदिए। र तिमी गर त्यो कसले गर्यो भनेर पत्ता लगाऊ। चिन्ता नगर, म पत्ता लगाउँछु। र म तिमीलाई हेरिरहेको छु। खातेको बच्चा, आज म जाँदैछु खेमेको अफिसमा र पत्ता लाउँछु म माथि हमला कसले गरेको भनेर। र कति पनि ढिलो नगरिकन बाहिर जाम। चाबी नलाए पनि कसैले पनि गाडी चोरेनन्। म त्यो मुस्ताङको माल चोर्ने मान्छेलाई जिन्दा छोड्दिन। के तपाईँ भक्क भए जिन्दा छोड्दिनुहुन्थ्यो? यो खेमेको गाडी त कुद्न लागेछ। अब यो ठिक पार्ने त मसँग पैसा पनि छैन। र यिनीहरू मान्छेको त डिसिप्लिन पनि छैन। हेर्नु त, यिनीहरू त उल्टा गाडी चलाउँदो रहेछन्। यस्तै गाडी चलायो भने त एक्सिडेन्ट हुन्छ। तर यो ठाउँ चाहिँ राम्रो रहेछ। पागलको बच्चाहरूले बीच बाटोमा गाडी रोके। कस्ता कस्ता बुद्धिहीन मान्छेहरू छन् यता, तर पनि यिनीहरूले देश विकास कसरी गरे? हत मेरो बाटोदेखि हत। र नेपाली भएपछि त सतकत त लिनै पर्यो। झाडी झाडीमा हिँडालेछु। अब मेरो गाडीभित्र सर्प छिर्ने भयो। यो खेमेको अफिस त आउन लागिसकेको रहेछ। ए सरी दिदी, मेरो हातदेखि त मृत्यु भयो। त न वरिपरि पुलिस रहेनछन्, नत्र फेरि म जेलमा जानु पर्थ्यो। जाऊ गएर सुत। म रातिदेखि सुतेकै छैन। यो कुर्सीमा बसेर चारैतिर अँध्यारो थियो। मैले कफी पिउँदै थिएँ। यो नराम्रो भयो। अब हामीले तिनीहरूले छोड्दैनन्। यिनीहरू धेरै खतरनाक छन्। अब तिनीहरू चाँडै आउँछन् र हामीलाई मारिदिन्छन्। मेरो त बिहा पनि भएको छैन। अब हाम्रो हालत के हुन्छ? तिमीले केही सोचेको छौ? भन, के गर्ने भन। तिमी चुप लाऊ र कुर्सीमा गएर बस। अब म तिमीलाई भन्छु अब हामीले के गर्ने। अब सुन, हामीले अब त्यसलाई पत्ता लाउँछौँ र त्यसलाई गएर हामीले मारिदिन्छौँ र हाम्रो माल फिर्ता ल्याउँछौँ। सही कुरा, दामी दामी दामी। मलाई सोच्न देऊ, मलाई सोच्न देऊ। ए त्यो भुपु कर्नल, त्यसको नाम हो कर्नल जङ्गे कोइराला। त्यसले नै हो मलाई त्यो डिलरसँग पुराको हो। र त्यो मान्छे 22 भन्दा पनि पुरानो हो। सुन, त्यसले आफ्नो पानी जहाजमा पाती दिइरहेको छ र त्यसले यहाँ ठुला ठुला मान्छेहरूलाई पाती दिइरहेको छ र मलाई पनि त्यो पातीको निम्ता दिएको छ। तर पनि म त्यहाँ जादिन। म त यो अफिस छोडेर पनि म कतै जादिन। तिमी चुप लाऊ, म आफै जान्छु। तिमी यस्तो ट्यापे कपडा लगाएर त्यता जान्छौ? मेरो पनि त इज्जत राख। यस्तो कपडा लाएर गयो भने त त्यहाँ गार्डले पनि लत्ते हानेर पठाइदिन्छ। मेरो कपडामा के खराबी छ? सबै त ठिक छ। तिमी चुप लाग र यो कार्ड लियो। म कपडा पसलमा फोन गरिदिन्छु र त्यसले तिमीलाई नयाँ कपडा दिन्छ। यो कपडा त नयाँ छ र यो मलाई पनि मन पर्छ। अब मैले चोमु जस्तो कपडा लाउनु पर्यो? यो कपडामा के खराबी छ र? अब मलाई जानु पर्यो कपडा पसलमा। अब मैले कोट प्यान्ट ल्याउनु पर्यो गरे। मैले बुझ्न सकिन यो कपडामा के खराबी छ र। यो कपडामा कति धेरै केटीहरू फिदा छन्। अब यो कपडा छोडेर त्यस्तो झारपाती कपडा ल्याउनु पर्यो गरे। तर मैले के गरम, मलाई त्यो माल र पैसा त फिर्ता ल्याउनु छ र यो कामको लागि मैले जे पनि गर्नु पर्ने छ। एकचोटि मलाई त्यो पत्ता त लगाउन देऊ, त्यसपछि मैले त्यसको के हालत गर्छु। मैले रिसको जोखमा मैले 2टा गाडी ठोक्दैछु, तर केही भएन। तिनीहरूको गाडीसँग इन्सुरेन्स छ। अब कपडा पसलमा जाम र नयाँ कपडा लगाम। अरे वाह, यो कपडा लगाएर त म अझै ह्यान्डसम भए। अब त जुन केटी पनि फिदा हुन्छ। यदि मसँग बुलेट भएको भए केटी बियो सुन्थे। यो दामनासँग त बुलेट रहेछ। अब यो चोर्नु पर्यो। यो दामनाले त बीच बाटोमा बाइक राखेर गएको रहेछ। सायद यो मेरो लागि राखिदिएको हुनुपर्छ। ला, बाइक माग्न त आयो। यसरी पार्किङमा नराखेर त्यसले बीच बाटोमा राखेको थियो। त्यसलाई त मजा चखाउनै पर्छ। यस्तो महँगो बाइक बीच बाटोमा राख्ने हो? त्यसलाई त पिटेर आउँछु। वेलकम न, बाइक पार्किङ गर्ने ठाउँ यही हो। आशिका तामाङलाई भनिदिन र बीच बाटोमा भला पनि ठोकेको छ र आशिका तामाङको नियम अनुसार तँलाई जिउँदा छोड्नु हुँदैन। यो त मेरो 2 वर्षमा ढलिसकेछ। मैले यस्तो कुम्फु कराते सिकेको त मतलबै भएन। अझै भीमा भोला थुकेको रहेछ र यस्तो भोला खानेहरूसँग त कुरा पनि गर्दिन। अब म बाइक लिएर जङ्गेको घरमा जान्छु। साँच्चै त्यसको पानी जहाजमा जान्छु। यो केपिओलीको पानी जहाज भन्दा त ठुलै हुनुपर्छ। पुलिस मामाहरू, मेरो भतभतै कस्तो छ? मेरा मामाहरूले त बालै दिएनन् र तिनीहरूको बाल पनि मलाई चाहिँदैन। हेर्नु, बाइक त मैले खतरनाकै चलाउँछु। यो बीचबाट
अन्तमा पोल कोले राख्यो पार्टीमा चाँडै भन्दा चाँडै जानुपर्छ नत्र खाना सकिन सक्छ र चाँडै जानुपर्छ नत्र दहीमा गुलाब जामुन हालेर दिन्छन् नि त्यो पनि सकिन्छ र म बच्चा हुँदा 4-5 चोटि त्यो खान्थे र यो ठाउँ त आउनै लागेको रहेछ ओए खाते यो कुकुरको बच्चा त आहा नदेखिकन हिँड्दो रहेछ यदि मलाई ढिलो भएको थिएन भने यसलाई बाहिर निकालेर कुर्दिन्थे यो पार्टी भएको ठाउँ आउन लागिसक्यो अब भुँडी हँसाउने गरी खाना खानुपर्छ र यहाँ पनि पिङ्क सर्कल रहेछ अब यसमा जाम यो कति च्वाक्कै रहेछ यो त मगर्नी हुनुपर्छ वाह सही समयमा आयो तिमी पनि पक्कै खेर्मेको साथ हुनुपर्छ अघि जुन घटना भयो त्यो धेरै नै नराम्रो थियो चिन्ता नगर यो चाँडै नै ठिक हुन्छ तपाईको शुभ नाम विक्रम यो त केपी बाको जाज भन्दा पनि धेरै राम्रो छ सही हो अरू भन मलाई त्यो मेरो सामानहरू चाहियो धेरै नै नराम्रो कुरा भयो यस्तो त कसैलाई पनि नभऊ जरा चिन्ता नगर मैले खोजिरहेको छु त्यो दाम न ओहो भनेर यसको लागि त्यही समय लाग्छ त्यति बेलासम्म चिन्ता नगर अब हामीले किनजाम गरौँ ए मायालु एका हौ अब तिमीले यहाँको सबै मान्छेसँग यसलाई किनजाम गराऊ हुन्छ बुवा पाउ मायालु मेरो नाम यही हो त्यो कुरोलाई छोड्देऊ अब हामीले सबै मान्छेको नाम चिन्नेवाला छौ र उहाँ हो हाम्रो काङ्ग्रेसको मान्छेले हालेर उहाँ हुनुहुन्छ हाम्रो सिएको निस्तार चिन्टु उहाँ मेरो बुढी उहाँले चिन्यो उहाँको ठुला छ मेरो मतलब बिजनेस बुढी इनको नाम हो चिन्टु र उहाँ हुन्छ 22 को सबैभन्दा डेन्जरस मान्छे बिजे मैले त्यसलाई यस्तो हाने त्यो मर्नै लाग्यो सही हो मलाई एउटा राम्रो जुकाको नाम भन त ऊ त्यो सुतेको बेलोरीको ट्यापको नाम हो छिबब आफूले आफूलाई गिबबको फ्यान भन्छ फाइनली भेट भयो केटी हो फाइनली खलेदमा फाइनली भेट भयो केटी हो फाइनली वरिपरि चाहियो मलाई राम्रो नानी हो या र त्यो सुतेको मान्छे हो मेरो बाउको राइखेन ग्रेडा कुमार अर्को हो बाङको खुसीवाला बा उनीहरूको मान्छे हो फिल्म डाइरेक्टर श्यामे सुन म आफ्नो फिल्मको कहानी भन्छु एउटा समुद्रमा एउटा सार्क आउँछ र सार्कले एउटा मान्छेको केरा खाइदिन्छ र दुईटा बिलौती प्लास्टिकमै हुन्छ जङ्गे मैले आउन ढिलो भयो तर खाना त बुझे छैन मलाई मासु भात खानु छ भन तिमीलाई के समस्या के भनेथ्यौ मलाई यहाँ धन्दा पानी गर्न पनि गाह्रो भइरहेको छ मलाई दुश्मनहरूले जताततै घेरिरहेका छन् उहाँलाई आफ्नो दुश्मन ग्याङले सखात गर्नु छ मलाई त्यसको नाम मात्रै भन म त्यसको सुपारी दिन्छु यसको नाम हो रामे दाहाल यसलाई मिस्टर जी पनि भन्छन् मायालु यता आऊ म आफ्नो साथीसँग यो बाइसिटी घुम्न जाँदैछु फेरि बेतम र है मलाई यता बेही बाहिर लैजाऊ मलाई क्लबतिर लैजाऊ हेर मेरो भतभते हेर यो कस्तो छ मेरो बाइकमा बसेर मलाई अङ्गालो हाल के मेरो बुवाको काम गर्ने बारा छौ होला कति गाह्रो हुन्छ है धनी र शक्तिशाली बुवाको छोरी हुन्न यसको बुवा त धनी र शक्तिशाली रहेछ के यसलाई किड्डा मानेर पैसा मागम होइन यो धनी बाउको एक्लै छोरी हो योसँग बिहा गरेर यसको पुरै सम्पत्ति लिनुपर्छ त्यसपछि म बाइसिटीको सबैभन्दा धनी मान्छे हुन्छु र बाइकको स्तन देखाएर यसलाई इम्प्रेस पार्छु हेर मेरो बाइकको स्तन थेर अब यो क्लब पनि आउन लागिसक्यो पछि बेकमला हेन्सम बेतमला वाह क्या चाल छ बिचालोलाई पनि क्या टक सिकाउने जस्तो अरे वाह मैले 100 रुपियाँ कमाएँ अब म खेमेको अफिसमा जान्छु र आजलाई यति भिडियो मन पर्यो भने पानको पात दिन सक्नुहुन्छ